फ्याफुजी ल सबैजना ल साथीहरू फ्याफुल्ला नमस्कार बिहानैको। म चाहिँ अब आजदेखि हाम्रो भाषाभाषीको फाइनली आज के भन्छ प्रमाणपत्र लिने दिन र म जाँदैछु। तिमी जाने हो र्याङमा तिमी जाने हो जाँदैछु म। अब म घरबाट एक्लै हिँडेँ, बाटोमा साथीसँग जान्छु र म भिडियो बनाउँदैछु। हजुरहरू यो मेरो भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै म जाँदैछु। साथी भेट्न आँट्यो, अब ठिक पऱ्यो कि परेन अनि हामी जानेछौँ र हजुरहरूलाई देखाउनेछु। चुवाको बोट, हाम्रो चुवा एउटा बोट छ यति उयसमा, त्यस्तो हिँड्ने भएर आउने रहेछ। अनि कहाँ छिटो हुन्छ त? अनि कता हिँड्नु भएको? दुर्लेर हिँडेको जानुहोस् तपाईँहरू टाढै, हामी डाँडा गाउँसम्म कार्यक्रम छ आज हाम्रो। हजुर हाम्रो कार्यक्रम छ आज। फ्याफुजी ल सबैजना ल बल्ल बल्ल हाम्रो साथीहरू भेला भयो। अब हामी जाँदैछौँ फाइनली। हाम्रो कार्यक्रम, हाम्रो पढाइ सकियो क्या आजदेखि, लास्ट हो। राम्री क्या राम्री हौ कता ज्यावा हौ गएको थिएँ, ज्यावा न ज्यावा आज म हो राम्री नभए पनि बनेर चाहिँ हिँडेको। ल राम्री भए त बनिएको हो नि खोइ भाइ भाइ खोइ हो च्याङबा खालाङ ब्राबा च्याङबा खालाङ ब्राबा हो माइ च्याङ्गा दे आमामा। ल कहाँ ज्या हो ल ब्राबा नुला है मुनि गाडी हामी जाँदैछौँ। आज हाम्रो के भन्छ नाचेर समापन गर्ने हो आज। नाचेर बोलेर ल यति नै हामी जाँदैछौँ। हामी जाने बाटो त्यस्तो छ। यता घर मैले देखाउँदै जानुपर्छ। यो चाहिँ हाम्रो भाइ आज चाहिँ ड्रेसमा एकदम पूजा गर्न आँट्नु भयो। ल है देखि गर्नुहोस् है हाम्रो ड्राफुक कति राम्रो। यता फर्किदियो माइच्याङहरू कति ज्या भयो, कति राम्रो देखिएको। ल कति परबाट गएको फेरि त्यो लजार लै बनाउँदैछु है तपाईँहरू तयारीमा है तपाईँहरू। म गएर त्यहाँ चट्ट बनाउने तपाईँहरूलाई देखाउँछु। आउनु आउनु थ्याङ्क यू धन्यवाद थ्याङ्क यू। हेलो हाई, आज हामी खाना ब्राबा लिनुलाई हिँड्नु भएको। ओके दाजी राम्रो आउनुहोस् है आउनुहोस् ठिकै छ। अनि हामीलाई तामाङ भाषा आयो नि आयो होइन कति आयो काँदे लैले फाइनली आज हाम्रो गङनाङसरी नामसरी निबनमुला सेवनमुला है निबनमुला लौ लौ
काटे ज्यावा हो अनि काटे ज्यावा हो अनि ज्यावन हो त्यसो के पो भन्नु ज्यावन हो ज्यावन त हो कि अर्को के अरे ल है हामी साथीभाइ भेला भएर जाँदैछौँ यति साथी हामी अब कहिले भेट्नु खाइमा स्यापारी डम्बुटलीमा ओके है गाडी आउँदैछ आज बज्ने भयो मिलाउँदै गर्छौँ भने दाजुले सिङ्गल खिचौँ ल ल ल है हामी जाँदैछौँ अब हामी कार्यक्रम पुगेर कार्यक्रम पुग्नेछौँ ठ्याक्कै हामी भवन आइपुग्यौँ हाम्रो मजाले हजुरलाई नै बिचमा राख्ने हो हाम्रो लोकेन उहाँ आइपुग्नु भयो यी हामी अब सबैजना क्लास जाँदैछौँ आज चाहिँ हामी फुर्सद भएर मोबाइल पनि आउँदैन ल लुच्या है नानी यहाँ त्यो फोटो खिच्ने कोही त्यसलाई हात ए खेल्थ्यो सरी ल है हाम्रो साथीभाइहरू फोटो खोज्नु हुँदैछ र आज हामी फुर्सद पाएको नि त कति पढ्नु होइन दिनेले चाहिँ आज चाहिँ फुर्सद भएर फोटो खिच्ने कहाँ हिँड्नु भएको खालङ बुढामा अतिथिज्यूबाट ज्ञान दाखल गर्ने हुनेछ र कार्यक्रमको उद्घाटन गर्नु बत्ती बालेर कार्यक्रमलाई उद्घाटन गर्ने हुनेछ Jinba duiri syoseng lama kunda kami nga nangdu tendu sisi plasi kami inilah tu getangri jan kabala jangla coho bocur jongla waranisla tu getangla donbo coho getangri syubola jangla binatang bina hidup bina man maya taman oda ence jangla bocur jongla waranisla yulbacho Jai Bahadur boleh tamang aseng bro jangla orang Malaysia jangla jedung sanggia siar mulmi gopal bukan tamang geljo orang Malaysia nam jangla bocor jongla nagarla siancho lasman bukan tamang geljo ken juri tini rangla biar dimla klasi Yonan Renzi Jawa Don Cinam Suri Abrup Pop Taba Mokun Angi Jade Nana Guring Bala tu kita Ngarang lah ini sama dosi Rang tu bisin do laba lah dosi nang ciba Lama tu tamung siang lopet yang langsung maupun tak dapat Lima tu ini televisi yang miluri kesi kasi ane oda taprino tamang ruiri yang tungsa babsa kesa dosi kasi na
yang lupati yang la memang ke dugu ma moi dugu fungsi bapsinam yang da kuiban diniri siusang la jabatan batagai jabaman batagai makunta bisinam lalu da bangri singa sangsani so lalada sangdali lalada sangdali lalada sangdali susah jam dari tunggal lalu lalu sangra pagi tidak baju ini lagi akhir meme tenji manji bawa lalu lalada sangdali lalada mau kun lalu lagi sangra pagi jadi bayar pagi jadi bayar nakayan lai kapila bayar mana nakayan bayar baik tuli dah cai bayar jadi kinjinam cutlah belah लालबहादुर तामाङज्यू भोजपुर नपा 9 भोजपुर यस नेपाल तामाङ घेदुङ सङ्घको आयोजना तथा भोजपुर नगरपालिका वडा नम्बर 7 को प्रयोजनामा तामाङ जातिको भाषा प्रशिक्षण कार्यक्रम मिति 2083 जेठ 15 गतेदेखि 29 गतेसम्म सञ्चालन गरिएको हुँदा तपाईले यस कार्यक्रमको लागि प्रशिक्षकको भूमिका निर्वाह गरिदिनु भएकोले धन्यवाद सहित यो पदपत्र प्रदान गरिएको छ। आगामी दिनमा पनि यहाँले प्रत्यक्ष तथा परोक्ष भूमिका निर्वाह गर्नुहुनेछ भन्ने यस संस्थाले आशा एवं विश्वास दिएको छ। तथा हाम्रो सचिवज्यूको शर्मिला तामाङ र जयबहादुर तामाङ प्रमुख अतिथि र अध्यक्ष हुनुहुन्छ श्री मणिमाया तामाङज्यू पदपत्र प्रदान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु र हामी कार्यक्रममा हिँड्यौँ आएँ बाई बाई लुसिएको है ल ल ल ल हुन्छ फोटो देखिँदैन नि ल हेर्नु यही हो ल है लुसिएको है ल लुसिएको ल ल बाई बाई ल आजलाई यति नै।